वेलकम ब्याक गाइस टु द न्यू भिडियो। यो ब्लग चाहिँ आखिर शिवाकोटीको नाममा छ अनि हामी आइसकेका छौँ। माइन्ड नगरिदिनुहोस् होला। अनि हामी जाँदैछौँ कन्यम। तपाईँहरूको प्यारो आशिष भाइ अनि प्यारो अर्को थापा मगर हामी जाँदैछौँ कन्यम। अनि हाम्रो पछाडि नै रहनु भएको छ होइन, सुजन हिमाल अनि के परे प्रमोद साथी पछाडि आउँदै हुन्छ। अनि हामी चाहिँ कन्यम पुगिसकेका छौँ। तपाईँहरूलाई हामी अलिकति भ्यू देखाउँछौँ ल। कन्यम 8 किलोमिटर छ अनि हाम्रो राइडर चाहिँ हुनुहुन्छ आखिर शिवाकोटी। तर पानी पर्दो रहेछ, यो चाहिँ अलिकति हामी चाहिँ हुस्से भिडियो बनाउनु गएको है त गाइस। तपाईँहरू पर्खिराख्नुहोस् होला हाम्रो शानदार चुक्कानेवाला ब्लगको हिमाल अनि सुजन अनि हाम्रो प्रमोद साथी चाहिँ हराइसकेको छन्, किनकि हामीले जितिसकेको छौँ। बेनेली तपाईँहरूलाई भ्यू देख्दा देख्दा वाक्कै लाग्यो होला। अब हामी आफ्नो अनुहार पनि देखाउँछौँ। झन्डै झऱ्यो यसरी नै समझ होइन। ल हामी आइसकेका छौँ होइन। माइन्ड नमारिदिनु होला, माइन्ड नगरिदिनु होला। यो भ्लगहरू हाम्रो स्वरहरू अलिकति घोर्ले भयो भने तपाईँहरूले स्वीकार गरिदिनुहोस् होला। अर्कटेको मेन बजार हामी कन्यम पुग्न आँटिसक्यौँ। जाडो हुँदो रहेछ यार। अघि हामी त भेष मात्रै लाएर आउन आँटेको थियौँ, तर यहाँ आइपुग्दा त जाडो पो हुने रहेछ। झन्डै हामीले ज्याकेट लगाएको छौँ, विन्ड प्रुफवाला ज्याकेट। ए कुट्टी डाँडा आइसकेको छौँ। कुट्टी डाँडा यो चाहिँ हाम्रो पशुपतिनाथ पाथिभारा मन्दिर, सानो पाथिभारा मन्दिर जाने बाटो। र हात दुख्यो। अस्ति हामीले यहीँबाट किनेको थियौँ सर्भिस। अस्ति हामी अन्तिबाट आउँदाखेरि मलाई लाग्छ तपाईँहरूले हाम्रो अन्तिवाला भ्लग पनि हेर्नुभयो होला। उसै खतरा लागिसकेको छ। अब हामी चाहिँ के प्लान बनाउँदैछौँ भने नि, हामी चाहिँ अलिक पछि अहिले हामी बाइकमा आएका छौँ। हाम्रो अब अलिक पछिको हाम्रो प्लान चाहिँ छ साइक्लिङ गर्दै आउने। यहाँ कन्यमसम्म त आइपुग्न नसकेला, गाडीमा हालेर ल्याउने, तर फर्किँदा चाहिँ हामी साइक्लिङ गर्दै जाने भन्ने सोच छ। उसै हेर्नु सक्नुहुन्छ कस्तो बादल जस्तो हिँड्दैछ। अनि हाम्रो अघि भर्खर हाम्रो के भयो भन्दाखेरि चाहिँ हामी पुलिससँग जङ्गको भेट भएको थियो। अनि हामी चाहिँ चिलमा आइदियौँ। हामीसँग लाइसेन्स छ, भोट पनि देख्न सक्नुहुन्छ। हामीले पुलिस देखिसकेको छैनौँ। मेरो हात दुख्यो गाइस, गाह्रो अवस्था हुँदैछ। त्यो पनि हामी कन्यमसम्म पुगिँदैछौँ। तपाईँलाई हाम्रो यात्रा देखाउन चाहन्छौँ। हाम्रो यात्रा कठिन स्ट्रगल। तर भ्लगर गर्नेहरूलाई म लास्ट सल्युट गर्छु यार। हात त लास्टै दुख्दो रहेछ। म सल्युट गर्छु तपाईँहरूलाई। हामी हर्कटे बजार आइसकेको छौँ। यो चाहिँ ठुलो हर्कटे बजार। अघिको चाहिँ हाम्रो मिस्टेक भएछ, त्यसै हर्कटे बजार चाहिँ। अनि यहाँ हामी जे पनि पाउन सक्छौँ पहाडी भेगहरूको। हामी यहाँ कन्यमको रुखहरू हेर्न सक्छौँ। कन्यममा आइपुग्न आँट्यौँ भन्ने हामी थाहा पाउँदैछौँ। हामी चाहिँ खास गरी चाहिँ उसैकै बेला आएको, किनभने हामी चाहिँ भिडियो बनाउनु छ, यसो फोटोहरू खिच्नु छ। अनि हाम्रो केटाहरू चाहिँ फोटो जस्तो नखिच्ने अरे। चिया बगानहरू देख्न थालिसक्यो। हामी आइसकेका छौँ। हामी आइसकेका छौँ।
गाइस यसले अघिदेखि आएको छैन भन्दै त यसलाई नै थाहा रहेन त तर मैले भनिसकेको छु कन्यामको लुक देख्ने बित्तिकै हामी कन्याममा आइसकेका छौँ भाइरल लुकहरू देख्न सक्नुहुन्छ हामी यहीँ गएर फर्किन्छौँ भाइ बिस्तारै कुदाऊ है यहाँ ओह्रालो छ चिप्लिन्छ यार फाइनली कन्याममा आइसकेका छौँ भ्यू के देखाउने यार गाइस भ्यू देखाउँदै हुस्सेले कुहिरो हानिसकेको छ कालो बादल लागिरहेछ पानी परिरहेछ हामी जाँदाखेरि पानी पर्छ जस्तो छ पर्खौँ न किन आउँदै गर्छ हामी फोटो छ खिच्छ ल अनि सिधै हिँड्नु त अनि कन्याम हेट गाइस भाइ रोकाइदियो अब तिम्रो त बन्द गरिदिनु बन्द राख्नु भाइ पुलिस हुन्छ कुहिरो लास्टै आएको छ हाम्रो हेर्नु सक्नुहुन्छ राई लिम्बू छेत्री बाहुन सबै थरको हामी देख्न सक्छौँ मलाई मान्छेहरूले कस्तो हेर्दै जान्छ यार मलाई मान्छेहरूले हेरे पनि मलाई बाल छैन किनकि म लास पचेको म चाहिँ घोडा चढ्दैन किनकि म लास पचेको म चाहिँ घोडा चढ्ने छु होइन घोडा चढ्छु तर अलिक पछि किनकि पैसा छैन नि त हामी यो भ्लगबाट आएको पैसाले हामी पक्कै हामी घोडा तपाईँहरू प्लिज हामीलाई यसो डोनेसन हानिदिन्छ होला मात्र 500,000 कति पर्छ धेरै पर्दैन यहाँ पर्ख्यौँ गाइस फाइनली came to the Kanyam यो सेतो घोडाको दिन म कुदाउँछु पख भाइ पख एक दिन आउँछ पख तिमीहरूको घोडाहरूको ल गाइस हामी फाइनली कन्याममा आइसकेको छौँ अब म फोन गर्नेछु मेरो साथीहरूलाई कहीँ पुग्यो त केटा हो भनेर किनकि स्कुटी र बाइकमा हामीलाई टक्कर कसैले दिन सक्दैन अनि बस्नेछु म यहाँ तल जाडो रहेछ यार आज मलाई रुगामर्की लाग्छ जस्तो घरबाट नचा भन्दैछ त्यो पनि हामी आइदिउँ ओए खतरा देखिँदो रहेछ यही हो अब तेरो उयो थम्बनेल फोटो हो गाइस चढ्दैछौँ माथि हुन्छ त कन्यामको भाइरल लगा यहाँ छ हाम्रो बाइक र स्कुटर लोकेसन चाहिँ यसको ठ्याक्कै कन्याम लेखेको ठाउँको साइडबाट यसरी गएर यता हामी अब फाइनल टुप्पोमा चढ्दैछौँ चियर पनि आउँदैछ एकदम उकालो छ यो कन्यामको भाइरल ठाउँ आउनु गाह्रो छ गाइस योसँग चाहिँ सेकेन्डचोटि आइसकेँ म यहाँनिर यत्रो कन्याममा आएँ तर पहिला मलाई थाहा थिएन चाहिँ यसरी नफ्याँकिदिनु होला हाम्रो कन्यामलाई फुलपाती राख्नुपर्छ भएन भन्दै के भन्छ भएन यो भएन भएन यस्तो भोल्टो नफ्याँकिदिउँ होला यसरी यस्तो हाम्रो यस्तो नेचर ठाउँलाई यसरी नबिगारिदिनु होला हाम्रो सुजनले त आफ्नै ब्यागमा बोक्छ हामी पनि त्यसरी गोजी गोजीमा बोक्छौँ फाइनल डेस्टिनेसनमा पुगिसक्यौँ ऊ जस्तो मान्छे हुनुपर्छ अघि हामी तपाईँहरूले भिडियो देख्नुभयो होला त्यहाँ कसरी फ्याँकेको उसले चाहिँ टिपेर उसले अब झापामा गएर फ्याँक्छ भन्ने आशा छ झापामा गएर उसले डराउँछ भन्ने आशा छ कुलबोई पन्टुकी यसरी चाहिँ फोहोर नपारिदिनु होला भन्ने चाहिँ तपाईँहरूलाई म रिक्वेस्ट गर्छु यसरी हामीले चाहिँ पुरै फोहोर पारेको छैनौँ गाइज हामीले जे खायौँ हामीले चाहिँ यहाँ ब्यागमा राखेको छौँ होइन देखाइदिनु सक्छु म तपाईँहरूलाई यसरी हामी चाहिँ एकदम यस्तो फोहोरहरू नगरिदिनु होला गाइस हामी कन्याबाट फर्किसकेका छौँ साथीहरूलाई पर्खिँदैछौँ हामी चाहिँ हिँडेको फेरि झापातिर भेट्दै गरौँ केटाकेटीहरूको हामीसँग बनिरहनुहोस् फर्किँदैछौँ फेरि झापा भाइ भाइ भन्दै ल हामी फर्केको है त
जाडो छ र अहिले पनि झन्डै ज्याकेट लगाइहाल्यो अघिदेखि अहिलेसम्म जाडो छ अहिले त झन् धेरै उस्तो छ अहिले त झन् धेरै उस्से लागेको छ म तपाईँहरूलाई केही यो देख्दिन त अर्को ब्याक क्यामेरा देखाउँछु देख्न सक्नुहुन्छ यो मान्छेहरू कुहिरोमा यसो बसिरहेको छन् म कुहिरो हेर्नुहोस् न आगो बालेको जस्तो जङ्गलहरूमा ड्याममै छ गर्मी त सुरु भएको भनेको त पाहाडतिर त छैन रहेछ किन स्टार्ट हुने फेरि जल स्टार्ट हान्नु फेरि ए पर्खिउँ न त अब हामी चाहिँ साथीहरूलाई पर्खिनेछौँ ल तपाईँहरूलाई भक्कै लाग्यो होला म तपाईँहरूको अर्पण हाम्रो आकाश भाइ यो भ्लग चाहिँ भोलि न त घरै रातिसम्म आइपुग्छ घर राति त होइन भोलि कर्मियमको चिसो हावा पनि खाइयो तपाईँहरू हाफ प्यान्ट र भेस्टमा आउने सोच्दै गर्दै हुन्छ भने यो चाहिँ मेरो म तपाईँहरूलाई आग्रह गर्दछु कि फुल ड्रेसमा आउनुहोस् दसैँको लुगाहरू जाडोको लुगाहरू दराजमा तन्केको छ भने हामीलाई धुवाले कालो बनायो कि छैन ल हामी झरिसकेका छौँ अब हामी हाम्रो गन्तव्य पुग्न धेरै छैन नजिकै छ यु क्यान इन्जोय लुकिङ द भ्यू अफ इलाम हामी साथीहरूसँग स्क्रिनमा आउनु त मन थियो तर साथीहरू अब अलिक उयो भयो चलेको भन्नु मलाई होइन उनीहरूको स्कुटी अलिकति ढिलो हुन्छ सुसाइड बनाउँदाखेरि यहाँ साइकलमा सुसाइड पोइन्टदेखि नै बाइकमा अगाडि गयो त्यतिखेर हामी साइक्लिङ गरेर गएको थियौँ क्लास हामी सबै साथीहरूलाई समेट्ने त मन थियो के गर्नु गाडी भएन त्यो के भन्छ सरप्राइजली हाम्रो पनि यो निस्किँदै फिक्स भयो धन्यवाद अघि त हामी पुलिसमा देख्यौँ कि हामी त भागिसकेको थियौँ नजाउँ भन्दै थिएँ मैले चाहिँ तर केटाहरू त जाउँ न के हुँदैन भनेर यो चाहिँ फर्केको अवस्थामा हामीले केटाहरूलाई फाइनली भेटिसकेको छ ल केटा शुभयात्रा तिनीहरू चाहिँ रोकिसकेको छ नि किनभने पुलिसलाई म त फिल्डीले हानिदिन्थेँ होइन डरै छैन मलाई किनकि तर पुलिस यहाँ अङ्कल यहाँ बसिरहनु भएको छ